टक्कै टिकट काटेर टक्कै बसिराखेको होइन नाम्ची जानलाई लागि। गरम पनि के साह्रो हो भन्दै यहाँनिर टक्कै माजा लिएर आएछ। माजा गुट गुट खाँदै हेर्दै बस्यो। त्यहाँदेखि चाहिँ लाग्यो नाम्चीतर्फ हामी टट्ट फेरि राइङगटीको यति दामी भ्यू एक्सप्लेन नै गर्नु नसक्ने हो। ट्या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  गर्दै सन्ध्या पनि त्यो छेउमा थियो अनि गाडीमा आउँदो रहेछ अन्त टिटिट गर्दै साइड टक्कै हाल्यो। अन्त त्यहाँदेखि चाहिँ सिधै ट्याट्याट्याट्याट्याट्याट्या गर्दै हिँड्यो। टिटिटिटिट गर्दै नाम्ची बजार पनि चक्कै पुगिगयो। त्यस्तो नाम्चीको ट्राफिकमा स्वाट्टै घुमेर माथि बाइचुङ स्टेडियमपट्टि टक्कै लाग्न थाल्यो। अनि यस्तो दामी भ्यू देखिराखेको थियो। चक्कै बाइचुङ स्टेडियमपट्टि लाग्नु लाग्यो। अन्त टक्कै हामीले यो भ्यूहरू पनि देख्यो। चक्कै दामी रहेछ। सरक्कै घुमाइदियो भने घुमाइदियो। सरक्कै घुमाएर चाहिँ बाइचुङ स्टेडियमपट्टि हामी लाग्यौँ फुटबल हेर्नका लागि। चक्क स्टेडियमको अगाडि आएको त केटाहरू अलरेडी काम गरेर चक्कै झरिराखेको रहेछ। अनि केटाहरूसँग चक्कै हामी पनि भित्र जान थाल्यो। अनि फुटबल पनि स्टार्ट भइराखेको रहेछ। अनि चक्कै गएर बस्यो। अनि त्यो फुटबललाई इन्जोय गर्दै बसिरहेपछि हामी चाहिँ हो यताउता हेर्दै ट्रफी पनि यसो देखाउँदै तपाईँहरूलाई अनि यसरी फुटबल खेलेको हेर्दै हामी त बस्यो। फुटबल हेरिसकेर चाहिँ चक्कै लन्च गरेर चाहिँ चक्कै एक थाल मिठोले खाएर चाहिँ हामी चाहिँ आफ्नो घरतर्फ लाग्न थाल्यो। र नाम्चीको सफर यहीँसम्म थियो। बाई बाई। तपाईँहरूलाई फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ।